भित्रमा राख्नु ल ल केही हुन्न ल इमाउल भित्र ल्याएन ल है खाइ नानी खाइ मलाई कोले के रे मलाई कोले किन अरे अरे रेडी पार लाइट डल दादा यसको पट्टा कहाँ पनि छ नि त मुखको त्यही त्यहाँ हुँदै हुन्न त हामीलाई डर लाग्दैन हामीलाई डर लाग्छ छिट्टो लगाउने फटफुट लगाउने घाम नआएर के साइड हेर्ने हामीलाई समाज भन बस माथिको तान्द्रा हटाइदिनु न तान्द्रा जल्दी बाबु माथि ल्याउनु पर्यो मन यही हलाइदिने डोरा एकछिन लाउने त्यहाँ लानु देखिन मलाई लाग्यो त म त हाल्दै लानु पर्छ नानी त धेरै काम छ त्यो राति राति भनेर त यो कति दिन रोइरहेछ त राति त तयार भइसक्यो बाबा खोल्दिनु आगर तिमी हात चेप्चे हुन्छ अगाडि उताको ढोका पर्दैन पहिला बाबुलाई घुमाएर बाटोमा राख्ने होला त ऊ त्यो बालेर मेन त्यो बालेर इन्द्रलाई घुमाएर नानीले नर पहिला बाटोमा छोड्यो मेन पहिला सुत्दा यो अनि बत्ती त बत्ती पाल्ने नि हो पहिला बत्ती पाल्नै पर्छ पहिला बुझ्नु हो के यहाँ कल्लान त्यसलाई बुझ्नु हो अनि यो यहाँको मान्छे त्यहाँ पुगेको त अलग अलग गर्छ यही हो के यो यहाँको मान्छे त्यहाँ पुग्यो यो त ल गर्न त गर्ने
अलि हेर त यो कति राम्रो देखिन्छ यस्तो गरेर तरफ गराइदिएको हो यो बत्तीलाई जोगाड गरा त्यो बत्तीलाई मैले त आइराख त छोएर घुमा लैजा बन्ने ओइ बस बस्ने हैन बन्ने लाइदिनु ल घुमाउ त पहिला सट्टा एउटा जले लैदिएको हुन्छ के नान बाबुलाई ल यसरी ल कलश लिएर काम गरेर भन्छ ल खै कलश ल्याए हैन नाइ त्यही हो उयो कलर मैले हावा छेक्नलाई ल्याएको तिमीले हटाइयो फेरि नानी नानी घुम्न पर्यो त त उहाँ घुम्न तान्थे घुम्न मैले मात्र अलि अगाडि ल्याके पहिला नानीलाई लगाउन द्या त नानी लगा त दादालाई यो ल्याइयो फेरि हटा यो त यो पनि ल हात पुस्दै खाइ हुँदैन नि खाइ हुँदैन आया तिमीसँग मान्छे हामीसँग मान्दिनँ कता यो हटा अहिले मम्मीसँगै मान्छे म त लुक्न होइन यहाँ आफूले सिक्ने हो के को लुक्ने लुक्न त त्यहाँबाट हेरिहाल्छु भित्र लाइट जानेर टिका लाउने अनि लाइट चलेको ल दादा ल ल अब कहाँ खोइ ऐना पनि ल दादालाई कोतो यता दादा बाबु ल कोतो आन्दिली फेरि होइन का छ त होइन ल दादालाई देखाऊ होइन दादालाई मैले नि देखाइ ल नुनिलो त केही पनि छैन नि ल अब लगाइदियो ल खै बत्ती बाल यो नुनिलो पनि खाइदिनु लाइटर अहिले होइन के लाइटर खाए लाइटर का छ ऊ त्यही त छ मम्मी त्यही त छ बाल दे बाल त्यसैलाई छोएर भन्नु यो त बुतिया छैन यसलाई नबुझ्छ है अरू भन्दा पनि यो एकपल्ट बालेर बुझे के हुन्न सिन्का कहाँ सिन्का त मैले अघि भने त थिएँ नि सिन्का खै तयारी बनायो भनेको होइन दिदीले भाषण भएको सुन्दा म त बिलेट गरेर भाषण ल यहाँ छ माता एउटा तिनटा त ल यता आउनु त टाउको मैले जप्पालाई झोल्थे जोडिन्छ न अनि बोलिन्छ मलाई भित्रमा राख्नु न ल ल ल केही हुन्न ल इमाल भित्र ल्याएन ल है अहिले गएर बत्ती चाहिने भनेको यही भएर मैले यहाँ चाहिएपछि यहाँ गर्दैछु ल नानु अलि यता आन त यो त आउन बत्ती छैन के गरी हेर बत्ती कति ठुलो भएको छ ल भयो टपर नै गरेछ गर कस्तो जल्दी त भयो हरियो चिज यो सुकेको टपरी हुँदै कति खुसी भयो क्षमा त यहाँ क्षमा त दादाको टाउकोमा हात थापा यो फाल्नु खाऊ होइन खाँदैन हुन्छ हुन्छ केही हुन खान्छ होइन यो ग्रह फाल्ने चिज लाग्दैन ए गरा फाल्दियो ल ओखर कहाँ छ ओखर ल ओकर खा हो यो लर फाल्न नानीलाई लिएर जा ओकर यो नजलाइदियो यो यसलाई लर पहिला थन्का यसलाई लिएर जा तिमीले ओकर पर्ने भनेको थियो गरेन होइन कानमा तेल लगाइदिनु पर्दैन टिका लाएर भएछ होइन होइन नि पहिला सबै लिएर घुम्ने कानमा तेल लगाइदिनु मान्छे लगाइदिने जल छ अनि जल के खाइदिनु घुमिसकेको पहिला घुमेर होला नि तेल लाउने घुमेर होला तेल लाउने यसलाई समातेर यसलाई समातेर यसरी घुमा त घुमाऊ त्यही जल्दी उहाँ ल्याएको छ जलमात्रै घुम्यो खालि तिमी एकचोटि एकचोटि बत्ती पनि लिनुपर्छ त्यो सबै लिनु हुनुपर्छ ल घुमा त्यही गरेर लिएर घुमेर त्यहाँ होला थाल्यो क्या यो सानी भाइ भनेर ठुलालाई चल्छ सानालाई मात्रै चल्छ त्यो त दिदीबहिनी भएन न त गणेशभित्र राखेर गणेशभित्र घुम्दा भइहाल्छ क्या गर्दै हिँड्छ हिँड्न जल खैट्यौ अब जल आगर है तिमीले जल खैट्यौ बहिनीलाई थोरै तिनचोटि जल त साथै खाए पनि फरक पर्दैन यो सब खुवाइदिने आफैले ल कानमा तेल लगाइदियो भयो सानो मान्छेलाई चल्छ यत्रो गरेको अब सिन्का भएको छ ए मिठाई खुवाइदिने अहिले नानी होइन 200 त्यहाँ राखिदिएको के तल फाल्दा
हात लाउने चल किची के नानले नकिच्ने केही हुन्न ल ल ल लगाइदियो खुट्टा मिठाइहरू नानीको एकचोटि टिका लगाएको एउटा एकचोटि लाउन लगाओ होइन यसो लाउँछ सबै यो समात्दै एउटा ल जातिम छु लाउन जानी छिटो हो त बुढी आमालाई जा टक पहिला यो पहिला त सेतो सर पार्ने होला नि पहिला यो दुगा दुगो पहिला दुगो बसाल्नु परेन दुगोले बसाल्ने हो जानी आयो त सिधा सर पार्ने होला नि पहिला पनि जता लगानी हुन्छ कि लासी सही ल नानी हेर यहाँ ए आफूले लगाइदियो दादालाई टिकी लगाइदेऊ सेतो के सर धरको त्यो पिठोको सेतो लगाइदिने हो के कता छ कता ल पार्ने त मम्मी यसलाई छुवाएर लगाइदिए हुन्छ कि यसैले गर्दै हुन्छ कि हेर्न जता लाग्ने केही हुन्न क्या ठुलो हो हात दाहिने हात लगाइदियो ए नानी ल हेर त यता हेर त यता मिठी हान्छ नि चटा खाइदेऊ पर्यो दादालाई लगाइदियो त यहाँ तिम्रो जाँदा एउटा यसले छुवाएर मेन छुवाएर अर्को लगाइदियो के फरक पर्दैन पिठोको सेतो लगाइदिने होला ल लगाइदेऊ यो लगाइसकेपछि त्यहाँ सेतो पिठोको लगाएर बल्ल सतरङ्गी लगाइदिने होला सेतो रङै सिद्धिसु रङ छ अरू सेतो सर र सेतो लगाउने होला मैदा हो कि मैदा पिठो घोलेर उता लगाइदियो यस्तो त्यस्तै गरेर पिठो घोलेर लगाइदिने अनि बल्ल सतरङ्गी लगाइदिने हो त्यस्तो जता लगाइदिनु हुन्छ वाउ अहिले गममा हाल्दै आउन जता लगाइदियो हुने राम्रो चाहियो भने चाहिँ अहिले राम्रो आफै पाउँछ यो माला त्यहाँ तल छ खतरा छ ठिकै हो कता यता भित्र छ नाइ यता ठुलो किचन ल लगे अरू लगाइदियो नि खाली खालीमा यो लगाइदियो यो लगाइदियो सेतो लगाइदियो अरू सेतो खै हरा सबै सेतो पिठो ल्याउनु ल भयो लागेछ कि उ हेर्नु न भयो ल भयो भयो लागेछ निकाल्नु कलर पनि लागेछ सबै कलर देखेछ भयो माला लगाइदिन्छ त्यही प्लेटमा छ रेड ल्याउनु यता तल दिन पनि नाक पुस्दिनलाई दाइलाई रुमाल त राति किनेर टिका सिका ल्याएको कहाँबाट रुमाल ल्याउनु माला त त्यो गाँठो पार्दै पारेर गाँठो पारेर लगाइदिने पारेर लगाइदिनु सब अलग हुँदो रहेछ सब ठाउँको सबै अलग अलग हुन्छ हामीले नै अर्कै गर्छौँ हजुरले यहाँ गरेर हामी केही पनि गर्दैनौँ तिमीले दादालाई टिका नलाइदियो यस्तो नभए साँच्चै हामी त सुरुमा ल अब नानीलाई ल्याइदियो त अब नानीलाई लगाइदियो हालेर अनि बल्ल यता यता होइन नानीले लगाइदियो ल्याइदेऊ बहिनीलाई यसैले तिमीले लगाएकोले गणेशको बत्ती बाल्ने और जे जत्थेर गरेर पनि हुन्छ यता बसेर भित्रै पूजा गणेश भगवानलाई भित्रै पूजा गरेर यहाँ बाहिर बस्नु नि तिमीले यता लगाइदियो है त्यहीबाट ल्याइदियो यही बसेर लाउने हो खास त ठुलो बसेर त्यसले त्यो बत्ती त भित्रै बाल्छ नि ल्याइदेऊ बहिनीलाई गणेश भगवानले भित्रै पूजा गरेर अनि निरा पाती चाहिँ सुक्क ल ल टिका लगाइदियो यो पहिला यो ल्याइदियो बहिनी बसालेर पो दादाले बहिनी बसाल्ने भने यहाँ लगाइदिनु भन्छ गर्मी त त्यहाँ बसाल्ने बहिनीलाई दाइ यता आउने हो एउटा भइसकेपछि उ गर्दैन कि बहिनीलाई जसरी बसाइदिन्छ गरे हुन्छ केटाकेटीलाई जसो गरे एउटा बहिनी भएपछि दाइको ठाउँमा बहिनीलाई राख्दैनौँ कहिले पनि हामी त दाइहरू उठिसकेछ हामी दाइको ठाउँमा हामी दुईटी बहिनी बस्छौँ अनि दाइहरूले हामीलाई पालै पाल लगाइदिन्छ ल लगाइदियो यस्तै बसाल्ने हो दाइ उठेर दाइहरू उठेर दाइले लगाइदिन्छ दाइकै उठ्ने त सिधै ढोक्दा होइन हामीलाई त हामीलाई टिका लगाइदिनु मन पर्न
समात न छोरीलाई के उहाँले लाइभ किन बोलो छोरोलाई वा यहाँ मतलब मेरो छोरालाई कता पोलो धुपले बिचरा कता पोलो होली लगाइदियो होली फेरि बहिनीलाई दङ्ग पर्छ न लट्ठीको लगाइदियो बहिनीलाई लगाइदे बाबु कुनटा रङको टिका बहिनीलाई निधारमा यताहरु पनि आफू बहिनीलाई बहिनी त उल्टा र पाल्टा पाल्टा उल्टा ठुलो बसी बल्ला हुन्छ अलि यता ल्याउन बहिनीले के गर्छ अलि यता ल्याउन भित्र त्यसलाई त खानै लाउँदै दाइले हातले हो देब्रे हातले लगाइदिए लाइभ किन गराउनु हो त के हजुरले यता ल्याउन हो ल बहिनीलाई जिउ गर बहिनीले तँलाई दिएको चाहिँ तँले ल माला 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 लगाइदेऊ ल अल्लाह गैला देऊ त्यो थालको पैसा बहिनीको त कस्तो सही माला लाग्यो त्यसको दिन छोडी बहिनीलाई देऊ बहिनीलाई देऊ देऊ ला हैन दुईटा हातले दुईटा हातले देऊ दुईटा हातले। यो दे बहिनीलाई यो दे पहिला दाइलाई दिएर खुवाएर माला पहिला ल पहिला बहिनी भान्ने भने कि लक्ष्मी बस्दै यता त्यही उभि त ल यो बहिनीलाई दे सबै खाउनु पर्छ नि होला हो ल सबै बसेर खाऊ है त्यो सबै यहाँ खाऊ बस्छ तिमी ल अब तिमीले जिउ गर बहिनीलाई गइसक्यो गरिसक्यो यता बस यता यता बस न ल अब यहाँ बहिनी पनि बस्छ ल अब तिमी बहिनीले खाऊ मिलेर बहिनीका टिका दाइगा खा देऊ बहिनीलाई पनि यहाँ लगेर नदिएले खानी मात्र मात्र भोलि फेरि यस्तै यस्तै अलि बुझ्नु भएन हाम्रो त अझै राम्रै भयो अरूको त झन् रुवा बास ल बुड्कीको रहेछ म त छुट्टी बनाएको ल पछि खाने हो त्यो पहिला यो खाने एकदम चाहियो बरु यो चाहियो जेडी जेडी इन्द्रलाई चुइकन चाहियो बरु यो चाहियो मिक्सर वहाँ सिलौटो छैन तिलकेमा पिस्ने कुट्ने हो के गर्दैछस् दियो त तसे त दियो चकलेट कहाँ छ र चकलेट यो हो तिमीले पाउँछौ देऊ दादालाई गर देऊ जाऊ बाबा दादालाई अनि ओखर फुटालेको ओखर त फुटाइसक्नु कहिले मम्मीले आइन मैले फुटाल्नु पर्छ कि मम्मीले मैले फुटालेको ओखर त मम्मीले फुटाल्नु भएन फुटाल्नु हैन मैले फुटाल्नु भएन मेरो ओखर फुटाल्नु मुखमा फुटाइसकेको
यही लाग्छ भनेको के सानी छ भोलिपर्सि आफूले जान्ने गर्नुपर्छ कि हाम्रो त लाइनमा सिकाउँदै गर्दै गयो जान्दै जान्छन् पुरा जान्ने कोसिस गरिहाल्छ इन्द्रको त रासुको नाम पनि इन्द्र हेर्नु होइन के हो ऋषि तपाईँ खाए हेलो ऋषि यसको नाम सबै नष्ट भएर जान्छ भाइलाई नभए मिलाएर लगाइदिनु केटाकेटी शत्रु हुँदै हुन् हैन त्यही भएर शत्रु नबन्नु सबै तेरो न यहीँ राखेर कसैले खान्न राखिराखेको थालीमा राखेर तेरो र बहिनीको के हेलो यो खोल्न यो अनि यो पनि यो खोलिनु न यो के हो अबे खोलिनु न चार पाँच वर्षपछि बल्ल यिनीहरू यसैमा लड्छ र ल्याएर
किन लाइन र यो खाने लाइरो कलरलाई यता के आयो त्यो कोही खायो कोहीले खाएको है तेरो मिठाई चोरी भइसक्यो सर यो फुलको माला राम्रो हुँदैछ घरैघरि छरिँदैछ के भयो 1000 रुपैयाँको यस्तै भएको छ नि फेरि लड्छ नभने एउटा बिहान खानेकुरा अब रोइ नानी आफ्नो त त्यसोमा मिठाई छ त्यो किटक्याट के ठुलो त्यतै चाहियो क्या पाइहाल्यो ग्यास नबाल्दासम्म केरो भुटा नआफ्नी त अचार बनाइहालौँ कि पैसा खान सजिलो हुन्छ अचार भयो